यस्तो नि हुन्छ त हेर्नुहोस् त अचम्मै छ हेर्नुहोस् है एकछिन हेर्नुहोस् यो पहिलो पटक होला तपाईँहरूले देख्नु भएको कुकुरले मृगलाई लखेडी लखेडी मार्छन् भने तर कुकुर माउले आफ्नै बच्चा सोचेर यी मृगको बच्चाले दुध खिलाएको यो मृगको बच्चाको मृग माउ चाहिँ बाघले खाइदिएछ र बिजो परेको अवस्थामा लिएर आउँदाखेरि अब के दिएर यसको ज्यान बचाउने भन्ने अवस्थामा पुगेको तर कुकुर माउले चाहिँ दुध दिँदै भन्ने पनि अझै पनि रहेछ भन्नु न दया धर्म अहिले पनि रहेछ भन्नु न कलियुग भन्थ्यो कलियुगमा दया धर्म भनेको अब पशु पन्छीको मात्रै हुने रहेछ जस्तो लाग्यो अचम्मै छ हेर्नुहोस् है यस्तो हो त है नत्र यो त भाग्छ नि त तर अब यसको माउ नै हो